इपिएसको तयारी गरिरहनु भएको साथीहरूको लागि केही महत्त्वपूर्ण चिज मैले लिएर आएको छु। यो सान भन्ने शब्द कसरी अन्य शब्दमा मिसिन्छ र यसले अनेक अर्थ अनेक किसिमका अर्थहरू कसरी बनाउँछ भन्ने म यहाँ देखाउन गइरहेको छु। यो सानले यहाँनिर पहाड भन्ने अर्थ दिँदैन, यहाँनिर कुनै पनि कुरा जन्मनु अथवा उत्पादन हुनु भन्ने किसिमको अर्थ दिन्छ। पहिलो शब्द रहेको छ सेङ सान। सेङ भनेको कुनै पनि कुरा देखा पर्नु, निस्किनु भन्ने अर्थ दिन्छ र सान भनेको यसले उत्पादन भन्ने अर्थ दिन्छ र सेङ सान भनेको उत्पादन हुन जान्छ। त्यसै गरी रहेको छ सानछुल। छुलले यहाँनिर कुनै पनि कुरा निस्किनु, बाहिर निस्किनु भन्ने किसिमको अर्थ दिन्छ र यहाँ सानछुलले कुनै पनि कुरा उत्पादन हुनु, त्यो आउटकम भन्ने किसिमको कति निस्किन्छ, कति उत्पादन भयो, कति परिणाम भयो भन्ने किसिमको अर्थ दिन्छ यसले यहाँनिर। त्यसै गरी रहेको छ सान्छी। सान्छी भनेको चाहिँ यो छीले चाहिँ क्षेत्र भन्ने जनाउँछ अथवा स्थान भन्ने जनाउँछ र सान्छी भनेको चाहिँ यहाँनिर उत्पादन भएको क्षेत्र भन्ने जनाउँछ है। त्यसपछि रहेको छ साना। सानाले चाहिँ यो आले चाहिँ बच्चा जनाउँछ, आगी भने जस्तो बच्चा जनाउँछ र साना भनेको चाहिँ जन्मिएको बच्चा भन्ने जनाउँछ यसले। त्यसै गरी रहेको छ सानप। सानप सानप भनेको व्यवसाय हो, उद्योग हो है। अपले व्यवसाय जनाउँछ। त्यसै गरी रहेको छ सुसान। सु भनेको पानी हो, सुले पानी जनाउँछ। सुसान भनेको तपाईँको जल उद्योग अथवा पानीमा गरिने उद्योग भन्ने जनाउँछ। त्यसै गरी रहेको छ नोङसान। नोङ भनेको कृषि हो र नोङसानले कृषि उद्योग भन्ने जनाउँछ।